एकछिन बस्दा हिसाब गरे हुन्छ अहिले त्यो घाप्लाकडा उठ्नु उठ्याएको पिच छ के उता खाङहलतिर जाने बाटो जान पनि कि अझै भिरको बाटो कस्तो डर लाग्दो रहेछ त्यो भिरको बाटो त त्यो भिरमा पहिला पहिला हामी जाँदाखेरि चिजमा ढिलो जाँदाखेरि कति सानो है त्यो बाटो डरै लाग्दो ढुङ्गाहरूको झरेको त्यस्तो हुन्थ्यो कति हामी त यहाँ हिँड्यो यो बाटो खुट्टाले अझै हिँड्छ पनि हिँड्यो चोकाइले पैसासँग कुरो सुतेको चुक्या अझ चुक्या कुरो चक्या हिँडेर यहाँको सरिस बन्द हो मेरो नानी झन् कति हिँड्यो भनौँ न म त यस्तो राम्रो बाटो बनाएको सिधानीको बाटो म यहाँ जाल हाल्ने भनेर आएर यहाँ खोला तर्न नसकेर म यता त आउनुहुन्न उता मान्छे मरेको यहीँ मुनि त हो नि डुबेर खोला पारी यहाँ खोलामा हामी त माछा मानाको मेरो चप्पलै बगाएर म त रित्तै उठा गएको यता खोला खोला हिँडेको हो आगातिर पुगेको त त्यहाँ गएको त चप्पलै बगाइदिएर म त रित्तै खुट्टा गएको नि त्यहाँ माथि बाइक राख्यो अनि गएको माछा मार्न हामी आथे बिच मेलामा त यहाँबाट उसमा गएको नि बाबा म त टिफरमा ट्र्याक्टरमा चढेर ट्याक्कै यिनीहरूको बुढाबुढी नि यहाँ आइरहेको रहेछ बाबा र म त उता आएको त ट्र्याक्टरमा चढेर गएको हामी ट्र्याक्टरमा गएको बाबा म अनि कल्पना अनि औ म बाटो त बनाउँदै बाटो त राम्रो बनाएको छ हो यही हो सबभन्दा मेन अप्ठ्यारो बाटो यहाँ पारे के किरानको छ त्यसको माथि गरे अरे यहाँ हो पौडी खेल्न नि कान्छामा पनि खोलामा पाएर खोइले राखेको होला नाम नदिने अब खोलामै पाएर अब के राख्यो जहाँ पायो त्यही भन्छ त अहिले त अनि त्यही नाम राख्छ त खोला त पाएको होइन हाम्रो भाइ त अनि किन खोइले कपालै थिएन नि हो ताक्लु पो भन्ने हो कहाँ खोइले भन्ने त्यो बेला बाबुलाई चाहिँ खोले भन्नु तिनीहरू त घरको जानलाई कहाँ छोराहरूले निम्तो दिने हो त नि आफूहरू त जोखिनलाई नि जान पर्छ भाउ बाउहरू त हाम्रो बाबा त किसिमकै खालके फोन नि गर्दैन हाम्रो यिनीहरूलाई नि फोनै गरेको थिएन त खोइ त आफ्नो घरको मान्छेहरू त निम्तो गर्न पर्छ चेली बेटी झैँ तिनीहरूलाई आफ्नो छोरा आफै जान पर्छ सुत गरी मर्दा पर्दा त कसले नि निम्तो गर्दैन भयो आज भोलि त्यस्तो हो थाहा पाएको हो किन नपाउने नि थाहा हाम्रो कान्छामा पनि धेरै गुन्डा छ भो मैले भन्दा पहिले उनीहरूले थाहा पाएको जस्तै भरि छोराले छोरा पार्यो जान छोरा पर्छ हो जति नै 70 भए पनि है तिनीहरूले उस नगरे पनि के गर्ने त नि
भनेको थाहा पाएको तिनीहरूले भोलि जाने उयो होइन किरणको बुढीले फोन हान्यो